हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई आजको यस नयाँ भिडियोमा। र थम्बनेल हेरेर तपाईँहरूले थाहा पाइसक्नुभयो होला आज के को विषयमा कुरा गर्दैछु भनेर। र तपाईँहरू पनि एसईको रिजल्ट कहिले आउँछ भनेर वेट गरेर बस्नुभएको छ भने चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला चाहिँ हामी गुगलको सर्च बारमा गएर सर्च गर्नेछौँ एसई रिजल्ट पब्लिक डेट 2082। अब साथीहरू योभन्दा अगाडिको वर्षहरूलाई हेर्ने हो भने अनि यो वर्ष पनि आउनुपर्ने डेट भनेको चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुनेछ असार 2082 अथवा चाहिँ जुन 20 2025मा आउनुपर्ने रिजल्ट हो। तर केही कारणवश टेक्निकल इस्युको कारण चाहिँ यो डेटमा चाहिँ आउन सकेको छैन। त्यसै कारण राष्ट्रिय परीक्षा बोर्डले चाहिँ अर्को एउटा नोटिस जारी गरेको छ। तपाईँले देख्न सक्नुहुनेछ अनलाइन खबरबाट चाहिँ यो समाचार एउटा चाहिँ नोटिस आएको छ। एसीई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भनेर आएको छ। राष्ट्रिय परीक्षा बोर्डबाट आएको छ यो नोटिस चाहिँ। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ समस्याहरू पनि छन्। राष्ट्रिय परीक्षा बोर्डले एसीईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ। अर्को छ शिक्षकहरूको आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण ढिला भएको र नतिजा निकाल्ने मिति पनि पछि सरेको हो। अहिले उत्तर पुस्तिका परीक्षण अन्तिम चरणमा रहेको परीक्षा नियन्त्रक डाक्टर गणेश प्रसाद भट्टराईले बताए भनेको छ। यो नोटिस चाहिँ असार 3 गतेको चाहिँ न्युज हो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ। नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो। तर गत 20 चैतदेखि 29 दिन शिक्षकहरूले आन्दोलन गरेकोले उत्तर पुस्तिका परीक्षा ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछाडि सरेको हो भनेको छ। शिक्षकहरूले 29 दिन आन्दोलन गर्नुभयो। 2 दिन आउजाउ समय लाग्यो। परीक्षण ढिला सुरु भयो। अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन। परीक्षा नियन्त्रक डाक्टर गणेश प्रसाद भट्टराईले भने। अहिले भने उत्तर पुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले बताए। बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौँ। केही ठाउँमा परीक्षण भइसकेको छ। सबै परीक्षण सकेपछि इन्ट्री रुजु गरेर त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौँ उनले भने। साथीहरू तपाईँहरूले चाहिँ यो नोटिसहरू हेरिहाल्नुभयो, थाहा पाउनुभयो होला। अब रिजल्ट चाहिँ असारको अन्तिमसम्म चाहिँ हामीले आश गरौँ। अन्तिमसम्म चाहिँ हामीले रिजल्ट चाहिँ पाउनेछौँ। र साथीहरू यसको म अर्को भिडियो एउटा बनाउने छु, रिजल्ट कसरी हेर्ने भनेर पनि भिडियो बनाउने छु। तपाईँहरूले चाहिँ यो च्यानललाई चाहिँ सब्सक्राइब गरेर राख्नु होला र भिडियोलाई मन पऱ्यो भने चाहिँ एक लाइक गरिदिनु होला भन्दै आजलाई बाई बाई।